नेपालभित्र रहेको आइल्यान्ड जस्तै छ यो ठाउँ। हाई, आई एम सौगात र अहिले म नेपालको पूर्वमा पर्ने यो सुन्दर ठाउँमा छु। समुद्रले घेरिएको नभए पनि कुनै कुनै बेला यो ठाउँ आइल्यान्ड जस्तै हुन्छ। मनसुनमा प्रत्येक वर्ष जब ठुलो वर्षा हुन्छ, यहाँको बाटोमा पहिरोले गर्दाखेरि सबै बाटोहरू बन्द हुन्छन्, जसले गर्दा यहाँबाट बाहिर जान धेरै नै गाह्रो हुन्छ। र साथसाथै पहिरोमा परेर पनि यहाँ मानिसहरूले धेरै ज्यान गुमाउनुपर्छ। यो हो इलाम। र फेरि मनसुन सिजनको सुरुवातले यहाँको मानिसहरूमा एउटा डर बढाएको छ कि पोहोर साल जस्तै यसपालि पनि केही अनर्थ हुने हो कि भनेर। आशा छ कि नयाँ सरकारले यहाँको मानिसहरूको पीडा र डरलाई बुझ्नेछ र त्यसको प्रिभेन्सनको लागि सक्दो पहल गर्नेछ भनेर। यो सुन्दर ठाउँको नाम हो इलाम र तपाईँको एक सेयरले पनि इलामका मानिसहरूको धेरै सहयोग हुनेछ। त्यही भएर सक्दो यो भिडियोलाई सेयर गरिदिनु होला र आशा गरौँ कि फेरि इलाममा मान्छेले पहिरोमा परेर आफ्नो ज्यान गुमाउनु नपरोस्।